उठेर भान्सामा गएको छ। बुहारीहरू भान्सा छिर्न घर बस्न मनै गर्न छोडे। देखा छस् भान्साको हाल? अरे बुढाबुढीको ठ्याको कसको पर्दैन? हामी यति बुढाबुढी भइसक्दा त पर्छ। छोराछोरी बोकेर सम्बन्धै विच्छेद गरेर माइत आइदिने। भोग्नेलाई मात्रै थाहा हुन्छ के, सहनै नसकेर त शरण माग्न आएकी होली त बिचारी। आफ्ना बाआमा जिउँदैछन् भनेर यत्रा छोरी बोकेर कहाँ जाओस्, कसकामा जाओस् त नि? कस्तो कुरा नबुझ्या होला के? यत्रा छोरी बोकेर सम्बन्धै टुङ्ग्याएर माइत आउनलाई पनि त रहर थिएन होला त। आफ्नै बाआमा दाजुभाइले नबुझेपछि कसले बुझ्दिने हो चेलीको पीडा? घरमा आर्थिक बोझ कम थियो, अब यो यसका छोराछोरी पढाइ लेखाइ सारा बेहोर्नु कसरी? छोरी चेलीलाई 1-2 दिन माइत आउँदा 2-4 हजार हातमा हालेर पठाउन हो सजिलो, घर राख्न होइन। त किन कुरो बुझ्दिनस् कि उसको कमाइ हुनु पर्यो, आफू पालिन, छोराछोरी पाल्न दिएको थियो त्यो बेलामा? तिमी नै होइन छोरी पन्छाउन हतार गर्ने? राम्रो कुल खानदान, दुनियाँ दिवाना, इज्जत समाज, ढाक धम्की भन्दै बल्ल खायो। अब त्यही बेला पनि मैले कति सम्झाएको थिएँ पढ्न देऊ भनेर, मानौ तिमीले मेरो कुरा? नाति पोइ पनि त्यस्तै परेछ। फेरि त्यसलाई अर्कैतिर पल्किने राम्री भएन, गतिले भएन, पढे लेखी भएन, स्वास्नी भनेर चिनाउने भएन भनेर त्यसको के दोष त नि? सकिन होला घिर्ने काट्न, आई त माइत आई त। अब सम्पत्ति पनि नलिएर आई, सम्पत्ति माग्नु पर्दैन। त्यही सम्पत्तिले ढकेर गुजारा त गर्थी। होइन, स्वाभिमानी बन्न पर्यो उसैलाई। फेरि सक्दिन म त, के गर्ने हो आफै गर। टोल छिमेकी नाता गोतासँग मुख लुगाएर हिँडेको छु, तँलाई केही थाहा छ? कति सजिलो जमाना आए बाबा, चित्त बुझेन सम्बन्ध विच्छेद गरे भन्दै रात दिनको अपमान, गाली, बेजती, कुटाई पिटाई कसरी सहोस् त के? बिचारीले यत्रो वर्ष त घिर्नी काटेकै हो के, मर्नै पर्ने हो त ऊ। हुन त आमा गतिलो हुनु पर्यो नि, सम्झाइ बुझाइ सबै गर्नको लागि। झन् मिल भन्नु त कहाँ हो, झन् छोरीकै पक्ष पोषण गरेर बस्या छे। छोरछोरीलाई अप्ठ्यारो पर्यो, दुःख पाए, आमाकै दोष। छोरी अगतिला भयो, आमाकै दोष। बाउको चाहिँ केही दोष छैन। सानो उमेरमा बिहा गरिदिने छोरीलाई राम्रोसँग नपढाउने त्यो बाउको दोष होइन? स्वास्नीको कुरा नसुन्ने, भन्या नटेर्ने बाउको दोष होइन? जे गरेर खान्छे, जसरी पालिन्छे। म मरिसकेको छैन, कमसेकम जिउँदै त छ, हामीसँग त छ। कस्तो कुरा नबुझ्या के? मेरो कारणले गर्दा त रात दिन पो किचलो हुन थाल्यो त यहाँ। कति गाह्रो के, न पोइको घर आफ्नो, न बाउको घर आफ्नो, न निर्णय गर्ने अधिकार आफ्नो। सानैमा बाआमाले राम्रो भन्दै बिहा गरेर पन्छाइदिए, बिहा गरिसकेपछि पहिले लेभल मिलेन भनेर पन्छाइदियो। फुटबल जस्तो यताबाट उता, उताबाट उता। के हाम्रो नहुँदो रहेछ, कोही हाम्रो नहुँदो रहेछ। हाम्रो हुने भनेकै एउटा शिक्षा त हो, त्यही पनि हामीले यादै गर्दैनौँ, दिमागै लगाउँदैनौँ, पढ्नुपर्छ भन्ने नै लाग्दैन। तर जसरी पनि आत्मनिर्भर भएर आफ्नो छोरी पालिने र आफूलाई पाल्ने त बन्नुपर्छ, नत्र त गाह्रो पर्ने भयो मलाई।